हेलो साथीहरू, हजुरहरूलाई फेरि पनि आजको मेरो एउटा अर्को नयाँ मिनी ब्लगमा स्वागत छ। सबैजना सन्चै हुनुहुन्छ होला। हेर्नु न, मेरो दादाले कति चकचक गरेको उटपटाङ काम गर्छ के घनिकै अब त्यो आगो बाल्छु म जादु देखाउँछु भनेर। हेर्नु न, अब उसको दाजुलाई इग्नोर हान्दै अनि खाना बनाउनु लाग्नु पर्यो। अनि आज त मम्मी खाना बनाउनुहुन्छ किनकि मम्मी घर हुनुहुन्छ नि त। मम्मी घर भयो भने त मम्मीले बनाइहाल्नुहुन्छ। अनि फेरि मम्मीलाई नि कति बनाउनु अलि हेल्प गरिदिउँ भनेर मैले नि बनाउँछु। अब मैले नि बनाउनु लागेँ। अब आज चाहिँ मैले के बनाउँदैछु भनेर हजुरहरूले देखिसक्नुभयो। आज चाहिँ म माछा बनाउँछु। अब फर्स्टमा चाहिँ माछा बनाउनलाई तार्नुपर्छ कि फेरि यो माछा तार्दाखेरि होइन यो पुरै के चड्किन्छ कि पुरै छिटा हाल्नुपर्छ कि नुन हालेर हो कि अब चुक पनि नुन पनि हाल्छु नि त मैले, सबै मसलाहरू हाल्छु। त्यही भएर कि खोइ किन हो यो पुरै के चड्किन्छ कि यस्तो डर लाग्छ। अब फेरि मेरो घरमा त माछा लभर हो नि त सबैजना। अनि लास्टै माछा खान्छन् कि गर्मी होस् या जाडो होस् माछा त हुन्छ हप्तामा एकचोटि त हुन्छ माछा के लास्टै माछा पाक्छ नि त। अनि फेरि अब माछाको पनि अलिअलि झोल बनाउनु पर्यो नि त। अनि मैले त अलिअलि झोल बनाएँ। अनि फेरि माछा र भात त खानु पर्यो नि त। म त फेरि भात लभर हो क्या, मलाई त भात त नभई हुन्न क्या। अनि फेरि साँझ होस् बिहान होस् मलाई चाहिँ अनि भात चाहियो कि। बरु म रोटी खानुभन्दा बरु म भोगै सुत्दिन्छु, तर म रोटी खाँदैन क्या, भात लभर हो। सो गाइज आजको लागि यति नै। अब भेटौँला अर्को भ्लगमा। बाई बाई गाइज।